हामीहरूलाई लाग्छ कि होइन पोलिटिक्सहरूले होइन रुल्स रेगुलेसन बनाएर चाहिँ हामीलाई सल्भ गरिरह के हामीलाई प्रोटेक्ट गरिरह तर यस्तो केही पनि छैन। तिनीहरूले होइन हामीलाई कन्ट्रोल गरिरह तिनीहरूले बताइरह कि के सही हो के गलत हो होइन। हामीलाई लाग्छ कि हामी आफ्नो थिङ्किङले चलिरह हुन्छौँ के तर हामी तिनीहरूको सिस्टममा चलिरह हुन्छौँ। त्यो सिस्टम चाहिँ बनाउनलाई कसले पावर दियो तिनीहरूलाई कसले कन्ट्रोल दियो के मलाई त यार घरमा होइन कसैले कन्ट्रोल गर्यो भने रिस उठ्छ तर यो सिस्टमलाई पुरै कन्ट्रोल गरिरह के मलाई मात्रै होइन पुरै होइन आदमीहरूलाई कन्ट्रोल गरिरह यो सिस्टमले। एक आदमीले के गर्नुपर्छ के गर्नुपर्ने सब रुल्स एन्ड रेगुलेसन बनाइदिए यो प्रोटेक्ट गर्नलाई चाहिँ बनाएको होइन है। यो चाहिँ होइन क्लियर कन्ट्रोल लागिरह मलाई। यो मलाई त कहिले पनि प्रोटेक्ट लागेन कि यो मलाई कन्ट्रोलै लागिरह म क्वेसन गर्न सिकेँ होइन। सबले त्यही भएर क्वेसन गर्न सिक्ने के त्यो अरूको होइन तिनीहरूले बिलिभ बनाइदिन्छ के गलत हो के सही हो होइन के राम्रो हो के नराम्रो होइन कसरी बिहेभ गर्नुपर्छ हामी त्यो चाहिँ एकदम मान्छेको होइन बिलिभलाई प्रोग्राम गरिदिइरह के तिनीहरूले रोबोटको जस्तै है। तिनीहरूले चाहिँ कन्ट्रोल गरिरह हामीलाई। त्यो चाहिँ हामी अवेर भएर सोच्नु पर्यो र क्वेसन गर्न सिक्नु पर्यो कि कुनै पनि चिजलाई डाइरेक्ट बिलिभ गर्ने र फलो गर्ने होइन कि अन्धाधुन।